ल हाम्रो चाहिँ यो चाहिँ फुटसल कम्पिटिसन भइरहेछ अनि हामी चाहिँ आज फाइनलमा छौँ बोलाइराख्नु भएको छ दाइले हामीलाई दाइ हाम्रो पङ्कज दाइ मेन प्लेयर अनि मेरो आज टार्गेट चाहिँ भने मैले चाहिँ 12 गोल चाहिँ म आज हान्छु भन्ने टार्गेट हो है मेरो चाहिँ हेलो म पनि फुटसल खेलिरहेको छु होइन हेलो सबैजना अनि सबै मेरो नाम चाहिँ गौरव फकिङ भाट अनि म के भन्न चाहन्छु मेरो दर्शक बिनहरूलाई चाहिँ मेरो फ्यानहरूलाई के भन्न चाहन्छु भन्दाखेरि मनी लायो आँखेले जानी न जानी फस्से भागेर जान्थे कहीँ कतै म झोला ग्याङ चाहिँ होइन फेरि केटा हो यो चाहिँ यस्तो गेटअप चाहिँ त्यस्तो देखेको होइन सब मेरो यिनीहरू स्टुडेन्टहरू होइन मैले सिकाएको हो म यिनीहरू कोच हो अनि त्यही भएर यिनीहरू चाहिँ मैले अब ट्रेनिङ दिन आएको रातिको 9 बजे त्यो म्यादी हो यहाँ आउनु दाइ यहाँ आउनु एकचोटि म्यादी ल गेम हान्नु ल मजाले ए टिकिया टिकिया टिकी टिकिया ल अरे दाइ म उत्यो हो के देख्नु भएन ल काले साथी रोहित बराइली 12 गोलको टार्गेट याद राखिराख्नु भन्नु नि त्यसलाई त यार भन्नु न दुइटा तपाईँको फ्यानहरूलाई यो चाहिँ हाम्रो के अरे गाउँको एक गोप्ते चाहिँ दिन चाहदिनँ म कसैलाई पनि ज्ञान मेरो अहिलेसम्म कोही पनि छैन फ्यान ऊ चाहिँ हाम्रो साथीको स्किल्स देखाउँदै हुनुहुन्छ है ल ल ल फर्स्ट टाइममा केही पनि छैन ल देख्न सक्नुहुन्छ स्किल हाम्रो नेसनल प्लेयरको सो गेम चाहिँ स्टार्ट हुँदैछ केटाहरूको यो अरे बल किन फालेको ल गेम चाहिँ केटाहरूको स्टार्ट भइसकेको छ होइन खेलिरहेको छ सो केटाहरूको टाइम चाहिँ कति छैन 8:43 भएको छ दाइ 8:43 भएको छ केटाहरू ल खेलिरहेको छ है अलिअलि आफ्नो केटाहरू तर नाम चाहिँ थाहा भएन ल ल यस्तो त प्लेयर छन् आफ्नो जुतिरहेछन् केटाहरू मलाई चाहिँ कोचमा राखेर होइन केटाहरूले आफू चाहिँ खेलिरहेछ कि ए के को डिस्कस छ तिमीहरूको पेनाल्टी हेर्न सक्नुहुन्छ अरे टिकीमानले गोल हानेको छ पेनाल्टीमा 1 गोल भएको लिड लिएको छ है यो चाहिँ हाम्रो गोप्ते दाइ 6 वटा आउन छ खुट्टामा नत्र पछि देखाइन्छ हामी अरे सकिल्स सस्तावाला सकिल छ क्या यो को हो त्यो आउट हानेको छ केटाहरूले फेरि ल एकछिन गेम प्लेमा ध्यान दिउँ है केही नबोलिकन केटाहरू पनि खेलेको हेरोस् न अलिक भ्युवर्सहरूलाई देखाइदिउँ अलिअलि भए पनि सन्तोष दाइ दामी पास भएर चाहिँ केटाहरूको अहिले चाहिँ दियोस् अलिअलि मिलिरहेको छ को हो यो केटा नयाँ नयाँ म चिन्नु मात्रै पनि कस्तो जाडो भएको हातै काममा लाग्यो भने शरीर काममा ओहो दामी है दाइ ल गोविन्द दाइ के हो यार ट्युटोरियल हेरेको छ क्या यार लेसन हेरेको छ क्या सकिल्सको कहाँ हानेको गौरव यार ल के भिडियो कुहिरो यार यो त मैं कसम अब चाहिँ क्यामेरा ल
अलि बिस्तारै केटा हो यार यसरी नखेल दाजुभाइ यिनी दुइटा चाहिँ वाउ दामी कसले हाने गोल दाइ पङ्कज दाइले हो ओ दामी आशिष है ल फकिङ भटको वाउ सही छ है सही छ ल ल राम्रो छ है राम्रो छ रोहित भाइको राम्रो छ है राम्रो छ ओए हाने हाने के गरेको दामी टाइम कति भयो 8:43 स्टार्ट भयो 8:49 भनेपछि कति भयो 4-5 मिनट त भयो बल्ल 4 मिनट जति भयो भने सर्टै हो दामी यो चाहिँ हाम्रो गुप्त दाइ हो एक ऱ्यापर सही भएर चाहिँ गेम प्लेयर सही छ ओए ल खेल्नु
चाहिँ डिसाइड भएको छैन अहिलेसम्म होइन मजा आयो खेल्न हो होइन मैले नै बोल्नु पर्ने चाहिँ यिनीहरू सब लाटा हुन् होइन म्यान अफ द म्याच आज खुट्टै ढोक्दिन लाग्थ्यो यार माएको छ यहाँ त्यस्तो चाहिँ गर्नु भएन है नेक्स्ट टाइम त्यस्तो नगरेर त्यो स्किल चाहिँ सबले सिक्नु पर्ने बेला हो यार त्यो चाहिँ हो चाडमा एउटा खाएको अन्त भत्ता हाम्रो जेपेन 2 छ पहिला पहिला मेरो टुर छ जापानमा जापानको मान्छेहरू सबैको लागि चाहिँ आरेगता कोनिचिवा जापान वातासिबा जोन्दिस आरेगता गोजाइमास यहाँ होला यता एकछिन तिमी त्यहाँ हाम्रो भ्लगको हिरो यता है ल सबै गरिब छन् अनि हाम्रो यहाँको अब म्यान अफ द म्याच भनेको उहाँ गौरव फकिङ भट्ट अनि त्यसपछि हाम्रो के भन्छ अबको म्यादी दाइ 2 शब्द दर्शन त के भ्लग 2 शब्द मेरो समर्थन छ अरे लास्टमा होइन के भन्नु छ अब के भन्नु अहिलेको युवाहरूले के भन्नु चाहन्छ अहिले के होला के भन्नु जे गरेर आफ्नो हिसाबले गरे महावीर पुन अरे लास्टमा महावीर पुनको चेला जस्तो देखिन्छ अलिअलि थोप्स पनि मिल्छ के गडबड छ त्यहीमा होइन पनि आउन एउटा लास्ट डायलग हान्दिउँ न तिम्रो लागि एउटा भनेर भनिरहेको के ल समातेर ल के भनौँ एउटा गाना पनि गाइदिउँ त लेटेस्ट कमिङ सङ गाइदिउँ त साथी आँखामा हेर्न नसके नि अन्तै हेरी लजाइदिनु हामी छेउछेउमा हुँदा नबोल्ने नि फर्की हेरिदिनु जापान मजा आइरहेछ बाचन हाम्रो अब के अरे जोन चाम्लिङ त ल्याउनु सकेन दराजबाट चाहिँ लिएर आएको अब कमेन्ट गर्नु होला कस्तो लाग्यो यो जोन चाम्लिङ ल यहाँ आउने फोकस क्यामेरा फोकस ल दाइ कुन बिट ल दाइ कुन बिटमा तपाईँको भन्नु नि त एउटा आज कस्तो लाग्यो तपाईँलाई गेम त्यहाँ अलि तुत्ला पनि अलिक घटाएर के खै एकचोटि दाइ कस्तो लाग्यो तपाईँलाई बवाल लाग्यो होइन बवाल भयो खुट्टा सुट्टा भाँची जस्तो छ होइन तपाईँको अपकमिङ सङ कहिले आउँछ त अब अपकमिङ सङको नाम चाहिँ मैले हाने तिमीले थाहा पायो होइन आउँदैछ दाइ म थाप्नेवाला होइन नि त होइन त्यो टाइटल नै त्यो हो ए मैले चाहिँ अर्कै सुनिरहेको कि भन्नु नि त के भन्ने अपकमिङ सङ अब कहिले आउँछ त मैले हाने थापेँ भने त भन्नुभयो हामी चाहिँ अब यो भ्लगको इन्डतिर आइसकेको छौँ अनि यो चाहिँ हाम्रो धनगढीको A1 फुटसल भन्दै अब फ्ल्याट ल्यान्ड होइन यहाँ चाहिँ एकचोटि भिजिट गर्नु सक्नुहुन्छ फर्मल भ्लगरहरू त बोल्न सक्छस् या डिस्टर्ब किन गरिस् नि मलाई दाइ यसको मेरो सिङ्गल आत म्याच के ल 1v1 अहिले चाहिँ हामी पेमेन्ट गरेर आएको छौँ है कति छ खै देखाउनु नि त यता चाहिँ हाम्रो म्यानेजर दाइ हो क्या यताको अब यस्तो हो बिहान 8 बजीदेखि खुल्छ हो कि नै हजुर रातिको 10 बजीसम्म हुन्छ 10 भन्दा नि अब केटा भाइहरू भएपछि म 10 बजीसम्म बसिदिन्छु नत्र अनि खासै 9 बजीसम्म हो अब तिमी चिनेकै भाइ हुनाले मैले अब 10 बजीसम्म बसिदिएकै छैन 9 बजीसम्म एक्ज्याक्ट टाइम हाम्रो बन्द हुने टाइम हो 9 बजी ठ्याक्कैसम्म प्रि बुकिङ गर्नु पऱ्यो तिमी भन्यो राख्ने केटालाई 1000 नत्र रातिको 1200 हुन्छ बत्तीको अलग खर्च हुन्छ है नम्बर यस्तो नम्बर छैन एक्ज्याक्टली नम्बर मेरो अलग नम्बर छ मलाई अब म आफ्नो सम्पर्क नम्बर भनिदिन्छु 98 64 31 66 81 मेरो सम्पर्क नम्बर त्यस्तो केटीहरू ल्याङ हाल्ला नि फेरि होइन केटीहरूसँग म उठाउँदैन केटीले भने म हटाइहाल्छु दाइ कसरी थाहा पाउनुहुन्छ तपाईँले केटीले बोली केटाले बोली त्यो वाट्सएपमा त वाट्सएपमा त अब गाह्रै हुन्छ त्यही भएर म त बुकिङ मात्रै हो बुकिङ हो कि ऊ मात्रै त्यो सबै खालको हुन्न फुटसल बुकिङ मात्रै हो फुटसल बुकिङ भनेर सिधै हो अर्को बुकिङमा त्यस्तो अर्थमा नजानु अनर्थ भयो होला अर्थमा भोलिगलिटीवाला अर्थमा होइन फेरि त्यस्तो केटीहरूले नि खेल्न पाउँछ नि होइन सबैलाई हो खेल्न आउँछ कि दाइ केटीहरू यहाँ
केटीहरू अहिलेसम्म आएको क्या आउँछन् किन नआउनु आउँछन् स्कुलहरू म्याचहरू कलेज स्कुलको म्याचहरू कलेजको म्याचहरू केटीहरू आउँछन् बक्स क्रिकेट क्रिकेटको न हामी आफ्नो ब्याट बल हामी आफ्नै हो छ सामानहरू सब हाम्रो आफ्नै छ भने फेरि त्यही हो रेड उयो फिस फिस उयो फिस उयो कति हजार यहीँबाट बिदा लिन चाहन्छु होइन हाम्रो गन्तव्य भनेको घरबाट फ्ल्याटल्यान्डबाट घर हो अनि त्यही भएर चाहिँ अब हामी अब निस्किरहेको छौँ अब चाहिँ हामी यो भ्लगलाई यहीँ इन्ड गर्ने सोचिरहेको छौँ अब आजलाई यस्तै भयो भ्लग अब आउने दिनमा चाहिँ नयाँ राम्रो कन्टेन्टहरू लिएर आउनेछौँ हजुरहरू चाहिँ धैर्यता गरिदिनु होला भन्दै हामी भ्लग इन्ड गर्न चाहन्छौँ